नयाँ प्रहरी महानिरीक्षक नियुक्त। नेपाल सरकारले आइजिपी दीपक थापालाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। थापाले पूर्व आइजिपी बसन्त कुँवरको स्थान लिएका हुन्। उनले गृह मन्त्रालयमा आयोजित समारोहमा यारक ब्याज ग्रहण गरेका छन् र आफ्नो कार्यकालमा अपराध नियन्त्रण र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। थापा प्रहरी सङ्गठनमा लामो समयदेखि कार्यरत छन् र अब प्रहरी बललाई अझ प्रभावकारी बनाउने योजना बनाएका छन्। 25 करोड भन्दा बढीको अवैध विदेशी मुद्रा बरामद। काठमाडौँ उपत्यका अपराध महाशाखाले सिन्धुपाल्चोकबाट करिब रु 250 मिलियन 25 करोड बराबरको विदेशी मुद्रा बरामद गरेको छ। प्रहरीले ट्रकको भित्री भागमा लुकाइएका अमेरिकी डलर र युरो लगायतका विभिन्न विदेशी मुद्राहरू जफत गरेको हो। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी लागि परेका छन्। यस घटनाले अवैध मुद्रा कारोबारमा संलग्न व्यक्तिहरूको गतिविधिलाई उजागर गरेको छ। चितवन राष्ट्रिय निकुञ्जमा 8 महिनामा 20 गैंडा मृत। चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो 8 महिनामा 20 वटा गैंडा मृत फेला पारेको छ। गैंडा मरेका कारणहरूमा बाघ गोहीको आक्रमण, प्राकृतिक कारण र उमेरको असर समावेश छन्। यसले वन्यजन्तु संरक्षणमा थप ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छ। निकुञ्ज प्रशासनले थप सचेतना र संरक्षण उपायहरूको आवश्यकता भएको बताएको छ। शहरी विकास मन्त्रालयको खर्च 17.93% मात्र। शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा रु 12.24 अर्ब 17.93% खर्च गरेको जनाएको छ। मन्त्रालयले 330 मध्ये 162 झोलुङ्गे पुल निर्माणको काम सम्पन्न गरेको छ। साथै दोस्रो धराहराको अवलोकन गर्ने सङ्ख्या 1,30,000 पुगिसकेको छ। मन्त्रालयका अनुसार यो परियोजना देशभरका शहरी विकासका लागि महत्त्वपूर्ण रहेको छ। पूर्व उच्च अधिकारीहरूका लागि जीवनभरिका भत्ताहरू। मार्च 2025 मा सरकारले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश र सांसद सभामुखलाई जीवनभरका लागि सरकारी भत्ताहरू दिने प्रस्ताव अघि सारेको थियो। यो प्रस्तावले सार्वजनिक बहस निम्ति आएको छ, जहाँ यसको आवश्यकता र आर्थिक प्रभावको बारेमा बहस भइरहेको छ। यसरी नेपालका उच्च सरकारी अधिकारीहरूको तलब र भत्तामा विभिन्न सुधार र वृद्धि प्रस्ताव गरिएको छ, जसले आर्थिक अवस्था र जनताको अपेक्षालाई ध्यानमा राखेर काम गरिरहेको देखिन्छ। त्रिभुवन विश्वविद्यालय टियुका फ्री स्टुडेन्ट युनियन चुनावहरू 18 मार्च 2025 मा सम्पन्न भएका छन्। चुनावमा लगभग 68% मतदान भएको छ। मतदान बिहान 8 बजेबाट दिउँसो 4 बजेसम्म 38 वटा केन्द्रीय क्याम्पस र 250 वटा सम्बद्ध क्याम्पसहरूमा गरिएको थियो। चुनाव प्रक्रिया सामान्यतया शान्तिपूर्ण तरिकामा सम्पन्न भए पनि केही क्याम्पसहरूमा आन्तरिक विवाद र बाह्य हस्तक्षेपका कारण अवरोध उत्पन्न भएको थियो। विशेष गरी रत्न राज्यलक्ष्मी अमृत साइन्स विश्वविद्यालय क्याम्पस, कीर्तिपुर पद्मकन्या मल्टिपल क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल कानुन क्याम्पस, विश्वभाषा क्याम्पस, सरस्वती क्याम्पस र पब्लिक युथ क्याम्पसमा चुनाव स्थगित वा ढिलो भएको थियो। यी घटनाहरू क्याम्पसमा तालाबन्दी, विद्यार्थी सङ्गठन बीचका विवादहरू र चुनावी हस्तक्षेपका कारण भएका थिए। कीर्तिपुर विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी सङ्घद्वारा तालाबन्दी गरिएपछि चुनाव स्थगित गरिएको थियो। त्यसैगरी पद्मकन्या मल्टिपल क्याम्पसमा नेपाल विद्यार्थी सङ्घभित्रको आन्तरिक विवादका कारण चुनाव रद्द गरिएको थियो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले राज्यलक्ष्मी क्याम्पसमा तालाबन्दी गर्दै अनधिकृत परिचय पत्रको विषयमा छानबिन माग गरेको थियो। शिक्षकका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुनेदेखि ओली र देवासामु प्रचण्डले राखे मिलेर जाने प्रस्तावसम्म। बितेका 24 घण्टामा शिक्षकको निवृत्तिभरण कोष वैशाखबाट लागू हुनेदेखि दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्ति भएका छन् र प्रचण्डले गणतन्त्रवादीहरू मिलेर जानुपर्ने प्रस्ताव राखेका छन्। विद्यार्थीहरूको विरोध प्रदर्शन, ग्यास अनुदान र ऊर्जा मन्त्रीद्वारा गठन गरिएको समितिको कानुनी मुद्दाहरूमा पनि विकास भएको छ।